आजको काम चाहिँ सकिसक्यो होइन। एकदम हालत खराब भइरहेको थियो। मेरो टी सर्ट त पुरै गिलो गिलो भइसक्यो होइन। हल्का कलर पनि लागेको थियो अस्ति पेन्टिङ गर्न गएको। अब काममा लागिरहेको छु त, पेन्टिङ गर्दाखेरि काम लाग्दाखेरि धुलो माटो त भइहाल्छ, टाउकोमा पनि धुलो माटो लागिरहेको छ अनि पुरै टी सर्ट गिलो भइरहेको छ। बुवाको पनि भइरहेको होला होइन, अघि भइरहेको थियो बुवाको पनि, अहिले पनि हल्का फुल्का देखिरहेको छ। त्यत्रो लेन्टर खोल्नु पर्ने, बनाउनु पर्ने, तब काम गर्दा गर्दा हालत खराब छ। बुवाको नि हालत खराब भइसक्यो, पुरै भिजेको छ, देख्नु न मैल परिरहेको छ भिजेर। अहिले चाहिँ हामी घर गइरहेको छौँ यो बाटो हुँदै। अनि यहाँ चाहिँ पुरै हरियाली छ, देख्नु होइन, बाटोमा पनि पुरै हरियाली देखिरहेको छ। तलतिर चाहिँ लिगुडो देखिरहेको छ। अनि जाने बुवा लिगुडोको लागि? लिगुडो तल त सकिने जान, सकिँदैन नि त, जङ्गल छ त्यस्तो कहाँ छ, कसो ल्याउनु हो। यहाँदेखि चाहिँ जङ्गल छ होइन, अब चाहिँ तल कसरी जाने भनाइयो। मेन चाहिँ लिगुडो छ। एकदम राम्रो लिगुडो त दबाई पनि हुन्छ, औषधि पनि हुन्छ। त्यो लिगुडो तरकारी खानुपर्छ कि खानु पर्दैन? खानुपर्छ, त्यसले त बहुत एकदम गेस्ट्रिक सब हटाउँछ त्यसले, एकदम पहाडी चिज हो नि त्यो त। पहाडी बुटी पनि भयो, एकदम जडीबुटीको तरकारी पनि भयो। पहाडी आफ्नै लोकल हो। आजकल लगभग 3-4 दिन भइसक्यो बुवा डेली खाइरहेको होइन? डेली खाइरहेको छौँ हामी। यसको त खोजी गरिरहेको छौँ, अब गइरहेको छौँ कहीँ कहीँ, अब टिपेर ल्याउँला भन्ने। त्यो मिल्दैन अब यहाँ अलिकति यहाँ झाडीमा मिल्छ कि यो। उत्तराखण्डमा चाहिँ होइन लिगुडो यति धेरै हुन्छ कि जति हाम्रो गाउँतिर कमै हुन्छ न बुवा। हाम्रो गाउँमा चाहिँ माथि जानुपर्छ जङ्गलमा होइन, लगभग 2-3 किलोमिटर जङ्गल जानुपर्छ। यहाँ त होइन गाउँ नजिकै खोलसेरमा मिल्दो रहेछ क्या। यहाँ त हरेक खोलामा लिगुडो देखिरहेको हुन्छ। त्यसैले चाहिँ अहिले हामी लिगुडो टिपेर लग्ने हो, त्यसको तरकारी बनाउने हो। देख्नु होइन पुरै झाडी छ। अनि यो खोलाबाट चाहिँ जाने भनेर आउँ, बुवा र म सल्लाह गरिरहेको छौँ कहाँबाट जाउँ भन्ने। बुवा यहाँदेखि जाउँ कि यहाँदेखि? यहाँ खोलादेखि पनि जान सकिन्छ होइन, तर एकदम झाडी र पानीको भाव बढिरहेको छ, देख्नु होइन। पुरै पानी छ। यो खोलादेखि चाहिँ जाने भने सोचिरहेको थिएँ मैले। पुरै देख्नु पानी छ जङ्गलमा। जाने कसरी नि? साब हुन्छ त्यहाँ, अनि फेरि चाहिँ सर्पहरू हुन्छन् आजकल, हरे साबहरू धेरै हुन्छन् क्या यसमा झाडीमा। अनि त्यसको एकदम मुस्किल भएर जानुपर्छ क्या। लिउडाको रुख चाहिँ देखिरहेको छ तलनिर होइन। लिउडा चाहिँ हल्का फलिरहेको छ, देख्नु होइन। लिगुडो त्यसको जडमा पनि टन्नै लिगुडो होला नि। अहिले चाहिँ जाउँ। मेरोमा त पुरै काम गरेर देख्नु न, हातभरि पुरै धुलो र माटो भइरहेको छ। अनि पसिनाले पुरै यसमा टालिरहेको छ, शरीरमा पनि देख्नु न एकदम गिलो भइरहेको छ टी सर्ट। यहाँ बुवाले लट्ठी पनि ल्याइसक्नु भयो होइन। लट्ठीले चाहिँ यसरी हानेर बाटो बनाएर चाहिँ जाने। बुवा चाहिँ हान्दै हुनुहुन्छ, देख्नु होइन। अब चाहिँ यसमा बाटो खुल्छ तल जानको लागि। देख्नु पुरै लिउडोको नजिकमै छु। लिउडो चाहिँ यहाँ छ। अब यसले चाहिँ टिपम। यो चाहिँ जिनो भइसक्यो रहेछ, देख्नु होइन। यो चाहिँ हामीले अस्ति नै देखेको थियौँ, पुरै जिनो भइसकेको छ। यसलाई चाहिँ टिपम अब पर्छ माथिको। त्यो लिगुडो चाहिँ यति टिपेको थियो आजको लिगुडो होइन। हामीलाई चाहिँ सब्जी भइहाल्छ यो लिगुडो चाहिँ। यो चाहिँ एकदम टेस्टी हुन्छ क्या। यो चाहिँ नरम खालको हुन्छ नि। यो चाहिँ सानोवाला लिगुडो हो यो, तर यो पनि ठुलो पनि एकदम टेस्टी हुन्छ। तर किनभने अलिकति बुढो भइसक्यो हो, त्यो भएर। यहाँको गाउँको पुरै खेतहरू पनि रोपाइ सुरु भइसकेको छन् होइन। यहाँ चाहिँ भर्खरै अस्ति रोपेको छैनन्, आज रोपिसकेको छन् होइन। वर्षा धेरै भयो नि त, वर्षा भएपछि हुन्छ पानी। अब खोला अलिकति धेरै हुन्न। यहाँ चाहिँ बुवा यस्तो हुँदो रहेछ, जतिखेर बर्सातको पानी आउँछ नि त्यतिखेर चाहिँ यो खेतहरू रोपा रहेछन् होइन। आफै पानी बहिलेर आउँछ, अनि त्यहीबाट अनि सबै ओपन हुन्छ, अनि फेरि रोप्दै पानी लगाउँदै। अहिले त्यस्तो भयो, अनि पानी त सुकाएको छैन। किनभने खासै भन्ने हो भने पानी असली भन्ने भनेपछि धेरै 3-4 पटक आएर एकदम। हाम्रोमा के हुन्छ भने चाहिँ हामी कुलादेखि पानी ल्याउँछौँ, रोप्छौँ होइन। यहाँ चाहिँ बारिसको पानीले खेतहरू रोपाइ गर्छन् होइन। आकाशको पानी आएपछि त्यो दिनभरि आउँदै रहन्छ, रोप्दै गर्छन्। भिज्दै रोप्दै गर्छन् बुवा, रोप्दै गर्छन्। कहीँ यहाँकी केटीहरू त्यहाँ आइमाईहरू धेरै थुप्रै त्यहाँ 2-3 हल बल्ल लगाएर रोपेर अस्ति पानीमा यस्तो गर्छन्। यहाँको चलन यस्तो हो बुवा। के गर्न भाइजी, हामी त रोपडा छैन, गर्नु के छ।
अनि मैं बोल्दा था मैंने गढ़वाली में हाँ गढ़वाली को भाषा था नहीं मुझे ना गढ़वाली भाषा ना हाँ ये नहीं कि अब तुम क्या कहते भाई जी तुम रोपना लगे हैं मैं बोली था अरे क्या कहूँ बर्खा नहीं लगा था बर्खा तो अब आयो क्या कहूँ भाई जी रोपना चाहिए जब बर्खा नहीं हो पानी छ नि बल अहिले चाहिँ बुवा गढवालीमा बोल्दै हुनुहुन्छ न अहिले चाहिँ जो देख्नुभयो नि यो चाहिँ बुवाले गढवाली सिक्नु भएको छ भाषा सब जना जो नहीं सब यहाँ फंडा तनी भाई जी बना हम पैसा लोग करे ना सारा लोग असी मैं परसे बोली में तो अरे तनी कैसे पानी बिगड़ा में ना भाई जी पानी हम तो बोला पानी में बोला हम रोपी करता बोल पानी बिगड़ हमने करूँ कर पानी छा नहीं बोला अच्छा पानी आलो तो चल 6-7 महीना को हम ये अनाज खाना वाला चलो तो भाई रोपी अनाज भनेपछि तो भी रोपना वाला मैंने बोली मैं तो नहीं सकूँ पानी बिगड़ मैं तो थके हूँ बोली मैंने पास से चलो भाइ त्यो क्या गर्नु ओ एक टकी छ त पार बुवा चाहिँ गढवाली बोल्दै हुनुहुन्छ र बुवाले पुरै गढवाली आउँछ यहाँको भाषा हैन किनभने बचपनदेखि बुवा यहीँ आउनु भयो यहीँ बुवाको जिन्दगी बित्यायो अनि 30-35 साल भइसक्यो त 30-35 साल भइसक्यो बुवाले अनि गढवाली नआउने कुरै हुन्न यहाँको भाषा अहिले भिडियोमा देख्नु होला नि यो गढवालीमा भन्दै हुनुहुन्थ्यो चाहिँ हामी रोडमा पनि आइसक्यौँ यहाँ चाहिँ रोड देख्नु हैन अनि हामी चाहिँ तल गएको थियौँ काम गर्नको लागि अहिले चाहिँ यो खेत भएर लिउडो टिपेर आइसकेको छौँ अनि गाडी पनि आइसकेको छ यहाँको गाउँको मान्छेहरूले सडक पनि नजिकै छ यहाँ चाहिँ गाडी आउँछ अनि यहाँको रोड चाहिँ एकदम सानो छ एकदम राम्रो छ हैन बुवा रोड पिच भएको एकदम राम्रो पिच अनि यस्तो हाम्रो जस्तो छैन नि खाल्टा खुल्टी भरिएको यस्तो छैन हाम्रो अरे 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 भाई बैलिंग तो सही कर रहे हो बॉलिंग तो सही कर रहे हो चलो 12 लग गया मस्तले गाउँको मान्छे क्रिकेट खेलिरहेको छन् 20 सडकमै गाडी आछि चाहिँ छोडिरहेको छन् मस्तले क्रिकेट खेल्नमा लागिरहेको छन् तो गाइज यो चाहिँ मेरो हैन पहिलो भिडियो यो चाहिँ नयाँ च्यानलमा मेरो चाहिँ योभन्दा अगाडि 2-3 च्यानल बनाएर चाहिँ के भइसक्यो दुईटा एउटा त टर्मिनेट भएर पुरै युट्युब नै डिलिट भइसक्यो युट्युबबाट अनि यो चाहिँ नयाँ च्यानल हो अनि गाइज हामीले चाहिँ हैन अर्को सालमा चाहिँ यो ठाउँमा चाहिँ काम गरेको थियौँ हैन यो मन्दिरमा यो चाहिँ बजरङ्गबलीको मन्दिर हो अनि हामा चाहिँ अनि बुवा चाहिँ भन्दै हुनुहुन्छ यहाँमा चाहिँ काम गरेको हामीले याद छ अनि यहाँमा चाहिँ ओदिएको नि रहेछ सानो अनि यो चाहिँ हामीले गड्डा बनाएको माथिमा चाहिँ यो बाथरुम अनि लेट चाहिँ हामीले बनाएको अनि यसमा चाहिँ अहिले के बन्न लागेको छ यो चाहिँ अस्ति जेसीबीले खनेको छ अनि बाँकी मन्दिर छ जय बजरङ्गबली अनि आज चाहिँ मेरो पहिलो भिडियोमा बजरङ्गबली पनि हुनुहुन्छ जय हो बजरङ्गबली रक्षा गरून् सबैलाई मलाई चाहिँ अनि भिडियो बनाउन के गाह्रो लागिरहेको छैन किनभने योभन्दा अगाडि नै मैले अरू च्यानल पनि बनाएको थिएँ एउटा दुईटा त्यो चाहिँ टर्मिनेट भइसक्यो कोही त्यत्तिकै न बन्द भइसक्यो होइन के कारणले मैले चाहिँ यो नयाँ च्यानल सुरु गरेको छु अनि हुनसक्छ मेरो लास्ट च्यानल चाहिँ यसमा आफ्नो लाइफस्टाइल देखाइरहेको छु अनि म चाहिँ अहिले यहाँ उत्तराखण्डमा छु अनि आफूले जे हुन्छ नि काम गरेको भिडियोहरू हालिरहेको छु मतलब हाल्नेवाला छु यो चाहिँ नयाँ च्यानल हो त्यसैले चाहिँ कन्फ्युज भयो के फर्स्ट भिडियोमा त इन्ट्रोडक्सन दिनुपर्छ नि त किनभने अब मैले चाहिँ अगाडि नै दिनुपर्ने थियो तर मैले दिएन अनि कोही मान्छे मलाई चिन्नुहुन्छ होला कोही चिन्नुहुन्न होला होइन मेरो नाम चाहिँ च्यानलमा पनि आइरह होला अब त थाहा छैन भने म चाहिँ उपेन्द्र शाही अनि कि कालीकोटबाट अनि आउने भिडियोमा चाहिँ तपाईँलाई अझै थाहा भइहाल्छ इन्ट्रोडक्सन दिन्छन् राम्रोसँग भन्छन् तर मैले चाहिँ अर्को च्यानल मेरो चाहिँ अरू च्यानल भएर चाहिँ मैले खासै केही इन्ट्रोडक्सनको बारेमा जानकारी दिइनँ अनि पढाइको बारेमा भन्दाखेरि चाहिँ मैले अहिले 11को इक्जाम दिइसकेँ त्यसैले चाहिँ छुट्टी भएर म आइरहेको छु तपाईँहरू पनि कोही हुनुहुन्छ भने कामको साथसाथै पढाइ पनि गर्नु होला अहिले चाहिँ आइसक्यो होइन हाम्रो घरमा अनि कि कोठा घर भन्दा नि हुन्छ न किनभने हामी चाहिँ पहिल्यैदेखि बुवा यहीँ बस्नुहुन्छ म अनि यता चाहिँ छ हाम्रो खाना पकाउने ठाउँ यहाँ चाहिँ आगो बालेर आगोमा खाना पकाउँछौँ यहाँ देख्नु होइन उतामा चाहिँ आगो बाल्ने छ अनि यो चाहिँ यसमा चाहिँ प्लास्टिक हालेर देख्नु होइन पुरै तलदेखि माथिसम्म पानी रोक्नको लागि बर्सातमा अनि अहिले चाहिँ म आइसकेँ अनि